र हामी चाहिँ अन्धकार जङ्गलको बाटोमा लागिरहेछौँ। यसो अन्धकारभित्र छिरिसकेका छौँ। अलिअलि डर पनि लागिरहेछ। तर मसँग छ निशान्त भाइ बडीगार्ड। मेरो ब्लगमा जहिले तपाईँले एडभेन्चर पाउनुहुन्छ। भुन्डलमा पनि यस्तै भएको थियो। म सिङ्गल गइरहेको थिएँ क्या जङ्गलमा। खतरा छ नि त्यो, खतरा बनाएको थिएँ नि मैले। बुन्डोल त्यहाँ दक्षिणकालीतिरको पर्फिङतिरको। मेरो ब्लग चाहिँ यस्तै हुन्छ। जङ्गल, सुनसान जङ्गलको बिचमा हिँडिरहन्छु म होइन। तपाईँलाई पनि राम्रो लाग्छ होला मेरो ब्लग। लाइक, सेयर, कमेन्ट, सब्सक्राइब सब गरिदिनु होला। हेलो गाइस, दिस इज क्रस राइडर 09। वेलकम ब्याक टु माई च्यानल। र फाइनली चाहिँ हामी रानी झुला आएको छौँ। हेर्न सक्नुहुन्छ तपाईँले रानी झुला त्यही हो। यतापट्टि नगरकोट भयो। र फाइनली चाहिँ हामी टुडी झर्नातिर लाग्दैछौँ। र मसँग छ मेरो निशान्त भाइ। हेलो हेलो भन्नु मेरो च्यानलमा होइन। र अब झर्नामा गएर हेरौँ के कसो छ होइन। झर्ना चाहिँ गएको छैन हामी। अब झर्नामा गएर हेरौँ। अनि त्यहाँ बसेर यसो चिया पनि खाउँला। कस्तो कमिला छिरेछ क्या खाजा पनि सेयर गरौँ ल। अनि त्यसपछि हामी झोलुङ्गीपुरतिर आउँछौँ। अनि यता पनि घुमिन्छ। र तपाईँले हेर्न सक्नुहुन्छ वेदर चाहिँ पानी परेर बवाल भएको छ होइन। बाटो पनि यस्तो खतरा हो। दामी लागिरहेछ जे होस्। अब 1 महिनापछि ब्लगिङ गर्दैछु होइन। बिचमा ग्याप भयो। तपाईँलाई सरी भन्न चाहन्छु। र अब चाहिँ ब्लग कन्टिन्यू हुन्छ। अब यसपछि चाहिँ चितलाङतिरको राइड छ हाम्रो। अब चितलाङमा गएर नि बबा रमाइलो गर्नुपर्छ। र चितलाङमा लगभग 3-4 जनाको ग्रुपमा जाउँला होइन। र 10K छिट्टै पुग्न लाग्छ। तपाईँहरूले यसो लङ भिडियोमा चाहिँ माया सपोर्ट हेराउनु पऱ्यो होइन। लाइक, सेयर, कमेन्ट गर्नु पऱ्यो। निशान्त भाइ के छ बवाल? भ्यू तपाईँले हेर्न सक्नुहुन्छ। माथि माथि नै बादल बादल छ होइन। यहाँ घोडा पनि आइरहेछ। तल पुग्यो भने त मान्छे पर्दैन नि भाइ होइन। राम्रो दिनमा आएछ त निशान्त भाइ हामी यार। यसो भिडियो पनि हाल्नु पऱ्यो नि, दामी हुन्छ नि।
अहिले पखन मैले एडिटिङ गरेर भिडियो ब्लग बनाउँछु तिमीलाई पठाउँछु अनि तिमी भन्छौ यार घोडा मेरो प्यारो भाइ निशान्त भाइ ऊ पनि धेरै हामी पाँच महिनापछि भेट गरेर आएको छ हाम्रो र आज दुई भाइ मिलेर हामी जाँदैछौँ रानी झोलातिर आजको भ्लगिङ के कस्तो हुन्छ बेलुका आउँछ होला लाइक सेयर सब्सक्राइब गर्नु होला तपाईँको माया र सपोर्टले के पुग्न लागेको छ वेदर पनि उता भ्यालीमा चाहिँ तपाईँको पानी परेको छैन यहाँ चाहिँ रानी झोला जाने बाटोमा चाहिँ पानी मजाले परिरहेको त्यो पनि वेदर चाहिँ राम्रो छ मजा आइरहेको छ भाइ आज रानी झोलामा गएर झरो मजा गर्छौँ हामीहरू त्यहाँ चाहिँ तल झर्ना पनि जानुपर्छ आज तल झर्ना पनि जानु बाटो चाहिँ पुरा चिल्लो र दामी छ बाइक चलाउनु पनि मजा आइरहेको छ ऊ त्यहाँतिर नगरकोट हो त्यहाँ टावर हेर्न सक्नुहुन्छ तपाईँले त्यो चाहिँ गुम्बा भयो नगरकोटको त्यो ठाउँमा हामी पहिला पनि आइसकेका छौँ निशान्त भाइरामा अहिले हाम्रो दुईचोटि भयो आएको पहिला पनि लास्ट रमाइलो भएको थियो हाम्रो पर्छ ल निशान्त भाइ झर्ना 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 सक्यो त्यहाँ एउटा गोवा आज यसरी लङ भिडियो पनि बनाउन यसो हालेको लङ भिडियो सक्यो युट्युबमा हाल्ने खालको काठमाडौँ भ्याली तिमी चितलाङ गएको छैन है चितलाङ गएको छैन है चितलाङ गएको छैन नि दामी छ यार त्यहाँ गएपछि त आउनै मन लाग्दैन नि ए पुरा बोटिङ सोटिङ गर्न पाउँछ माछा साछा मारे खान पाउँछ यस्तो दामी ठाउँ छ म चाहिँ लगभग त चितलाङ भनेको 4 चोटि गइसक्यो एकचोटि राइडरसँग हाम्रो साथीसँग गएको थिएँ एकचोटि दिल्ली भाइसँग अनि एकचोटि सोलो वाउ यो अन्त यार मैले कहाँ बस्दिनँ होइन क्या मोबाइल ठाउँ छ भने बाटोमा के ओहो ओहो दामी जे होस् मनसुनमा छ नि राइड गर्नको मजै छुट्टै छ क्या मनसुनमा चाहिँ बगिङ राइडिङमा जान छुट्टै मजा आउँछ क्या फर्स्ट अफ अल त यो
तपाईँको वेदरले साथ दिया हुन्छ होइन अनि क्यामेरा पनि खतरा आउँछ क्या त्यो पानी परेर पानी ठुलै आयो है यता हजुर यता ठुलै छ है पानी पानी यता लाग्छ किसान भाइले पनि लाइसेन्स झिक्नु पर्ने हो अहिले त सक्छु जस्तो लाग्छ होइन तर अहिले चाहिँ नझिक्छु के अलि टाइम लाग्छ ट्र्याक्टर पैसा जम्मा गरिसकेपछि के त अब अनि एउटा लाइसेन्स झिक्यो भने नि राम्रो हुन्छ क्या तिमीलाई आफ्नो गाउँ जान पनि बाइकमा जाने होइन मजा छुट्टै मजा छ नि यार अब लाइसेन्स ठुलो कुरा त होइन तिमीलाई बाटोमा मजाले चलाइदियो भने नि तिमीलाई लाइसेन्स पर्दै पर्दैन क्या लाइसेन्स त तिम्रो अब चेकिङमा मात्र हेर्ने हो नि त तिमीलाई राम्रोसँग चलायो अब उता चेकिङ भएको त्यो बाटो नजाने अर्को बाटो जाने भने त लाइसेन्स नचलाइकन मान्छेले लाइसेन्स नभइकन 10 वर्ष चलाउँछ बाइक राम्रोसँग चलाउनु पऱ्यो क्या मेरो अङ्कलको लाइसेन्स नै छैन अहिले चलाइराख यता तलै राख्ने क्या तलै लाने पछि फेरि तलदेखि आउँछ भाइ अस्तिको जस्तै हुन्छ फेभरेट बाइक मात्रै देख्छु नि हो अब यस्तै हो आफूलाई फेभरेट बाइक देखिरहेको छ क्या र तपाईँले हेर्नु सक्छु बाटो पनि कस्तो राम्रो छ होइन लाग्दैछौँ र बाटो चाहिँ एकदम चिप्लो छ एकदम सावधानी पर्नेहरू छ यहाँ लड्यो भने त फेरि बेबाल होइन ढाड भाँचिन्छ त्यसैले एकदम बिस्तारै हिँड्नुपर्ने हुन्छ अब मेरो विचारमा धेरै छैन होला झर्ना पुग्नको लागि यहाँबाट चाहिँ झोलुङको मजाले हेर्न सक्नुहुन्छ तपाईँले र ऊ त्यहाँ के अरे काठमाडौँ भ्यालीमा चाहिँ वेदर राम्रो थियो होइन म चाहिँ बाइक लिएर यता सूर्य विनायक आउँदा चाहिँ पानी पर्दा रहेछ अनि निशान भाइसँग भेटघाट भयो अनि हामी दुईजना भाइ चाहिँ बाइकमा बसेर टक्क रानी झुलातिर आएको छौँ र हामी पहिला सुरु चाहिँ झोलुङ्गे पुल नगइकन पहिला झर्नातिर जाउँ भन्ने कुरा भयो र झर्नामा गएर एकछिन बस्ने आनन्दले झर्नाको सिनेमेटिक सटहरू लिने त्यसपछि चाहिँ हामी झोलुङ्गे पुलतिर आउने त्यहाँ घुम्ने सुम्ने अनि आफ्नो घरतिर लाग्ने हो र चितलाङको राइड चाहिँ यसमा पनि बवाल हुन्छ चितलाङ राइडमा चाहिँ एउटा सरप्राइज छ त्यो चाहिँ म तपाईँलाई चितलाङको ब्लगमा नै भन्छु अहिले चाहिँ भन्दिनँ अहिले चाहिँ यतै रानी झुलाको ब्लगहरू आउँछ माया सपोर्ट गर्नुपर्ने भयो माया सपोर्ट गरिदिनु होला के चाहिँ कम्प्लिट गर्नु पऱ्यो तपाईँहरूले होइन छिटोभन्दा छिटो दामी छ बाटो चाहिँ कस्तो राम्रो क्या यो पिलरहरू बनाइदिएछ होइन अहिले पहिलाभन्दा चाहिँ राम्रै गरिरहेछ यस होइन टिकटको 20 रुपिस लिए पनि मलाई चाहिँ राम्रो लाग्छ किन बिस्तारै विकसित गरिरहेछ होइन मान्छेहरूको लागि यो चाहिँ राम्रो कुरा हो वाउ कस्तो दामी यार
हामी चाहिँ त्योबाट हिँड्दै आएको छौँ होइन। That's the view of Rani Jhula. कस्तो छ कमेन्ट गर्नु होला। म यहाँ काठमाडौँ बबाल छ नि त बबाल। आज वाह यार माथि चितलाङ। दामी छ दामी। अनि कसरी लिन आउनु त अहिले? जतिखेर भन्यो त्यतिखेर आउँछ लिन। घुम्न गएको छु भन्दैछु न। हँ? अब के छ मलाई? दाइलाई भन्न दाइलाई। हँ? के भन्छ के भन्छ यार? यहाँनिर हेर्न सक्नुहुन्छ। अनि तँ घरमा होइन? गाडीको झरेर के गर्छस्? चाबी छैन चाबी मैले लगेर गएको छु। चाबी छैन के चाबी मैले लगेर गएको छु घरमा। एकदम माइन्ड रिल्याक्स भयो यार यो ठाउँमा आएपछि होइन। तपाईँहरू पनि 2-3जनाको ग्रुप बनाएर आउन सक्नुहुन्छ। ठाउँ चाहिँ बबाल होइन, पिसफुल होइन, माइन्ड ब्लोइङ छ कि। अब चाहिँ बिस्तारै बिस्तारै कन्टेन्टहरू आउँछ। अनि मेरो विचारमा अब 10 बजी चाहिँ हाम्रो नेपाल बाहिरको राइड हुनसक्छ दार्जिलिङहरूको होइन। मेरो साथीहरू पनि बाहिरबाट आउँदैछ अनि नेपाल बाहिरको राइड गर्छौँ। सो लाइक सेयर सब्सक्राइब गर्नु होला र रेगुलर भिडियोलाई वाच गरिदिनु होला भन्ने आश गरेको छु। अलिअलि बाटो त 3 धारे झर्ना जस्तै रहेछ भाइ। 3 धारे जस्तै सानो बाटो त्यस्तै रहेछ 3 धारे। मलाई आएर जङ्गलतिर एकजना मान्छे अगाडि लाग्यो कि त्यसको पछि हिँड्यो। बाटो यस्तो छ। 1 मिस्टेक गेम ओभर है होइन सँगै 1 मिस्टेक गेम ओभर है। त्यसैले एकदम राम्रोसँग हिँड्नु। एडभेन्चर त्यो चाहिँ हुनै पर्यो किनभने मलाई सानोतिर होइन नेपालको फेमस युट्युबर बन्न मन छ। त्यसको लागि तपाईँको साथ माया सपोर्ट सबै चाहिन्छ। राइट होइन आयो क्या हो फाइनली चाहिँ हामी टुडी झर्ना पुगेछौँ। कस्तो रहेछ हेरौँ।
तपाईँले फाइनली झर्नाको आवाज सुन्यो होला फाइनली चाहिँ हामी यस्तो आइसकेको छौँ यही हो झर्ना गाडीले गरे जस्तो भएको रहेछ हामी यहाँ थियो पहिला आएको थिएँ कता रौँ चुस्छ नि अहिले नुन हालिदिनु पर्छ होइन मर्छ यो हामी घुम्नै आएको हो घुम्दै हिँड्ने जता पुग्छ बाटो त्यतै यता त्यो पनि छ अरे चितुवा यहाँ चल्दैन होला आजको कार्यक्रम भनेको घुमघाम थियो होइन घुम्यो पनि ससपेन्सन ब्रिजमा जाने हो त्यहाँ पनि सिनेमेटिक सटहरू लिने हो र फाइनली चाहिँ हामी फेरि कति 1-2 हप्तापछि जाने होला होइन चितलाङ जाने हाम्रो कार्यक्रम छ बिहानै निस्किनुपर्छ खाना उतै खाने हो थकाली खाना खाने हो निशान भाइको फेभरेट यहाँ छ नि कता खाँदै हामी अनामनगरमा खतरा है हाल्नु पर्ने यार बाटै नचल्ने Dole udah dikit. Foto kita woi, sorry. Mau na. एउटा यस्तो अलिक फाइनली गाइज म झोलङ्गे पुलमा आइसकेँ रानी झोलाको झोलङ्गे पुल यस्तो बादल त्यहाँ मजाले हलाइदिइरहेछ हौ झोलङ्गे पुल त जान सकिन्छ त सकिँदैन जस्तो लाग्छ किन ए सकिन्छ दिसन भाइ यार मोबाइल झऱ्यो नि के छ यार 60,000 को किनौँला नि 30,000 30,000 म हाल्दैन सिर्दैन
पानी त ठुलै आउँछ होला है आएपछि जाऊ जाऊ अब ल जानु चाहिँ ग्यास दौडिनु जाऊ ल फाइनली चाहिँ पानी सानी पऱ्यो अब मसँग छ निशान भाइ अब हामी चाहिँ आफ्नो घरतिर गन्तव्यतिर लाग्छौँ र आजको ब्लग चाहिँ बवाल र रमाइलो भयो चितलाङको आउँदैछ चितलाङ चाहिँ ब्लग बवाल हुन्छ ब्लग पायो न त एमपी लिएर जाउँला दाजुभाइ मिलेर है अहिलेको लागि चाहिँ हामी कन्टिन्यू बाई बाई टेक केयर एन्ड वाट्सएप